आगोले पोलेको घाउ त अस्पतालले निको पार्ला, तर आफ्नै रगतले दिएको घाउ कसले निको पार्ने? बाहिरबाट हेर्दा शरीर डढेको छ, तर भित्र आत्मा जलेकी एउटी चेलीको कहाली लाग्दो कथा ज्योति महत। भिडियो अन्त्यसम्म हेर्नुहोला, यो सुन्दा तपाईँको पनि मुटु काँप्नेछ। 2079 साल अचानक ग्यास पर्किँदा ज्योतिको 40% शरीर जल्यो। 6 दिन कोमा, 17 दिनपछि होस आउँदा मृत्युलाई जितेर फर्किन्। घाँटी र चिउँडो जोडिएर चराले जस्तै अलिअलि गरेर खानुपर्ने अवस्था, 9वटा ठूला अपरेसन। तर यो आगोको जलनभन्दा भयङ्कर थियो उनको विगत। जुन बुवाको छारीमा छोरी सबैभन्दा सुरक्षित हुनुपर्ने हो, त्यही जन्मदिने बाबुबाट उनको शरीर र बाल्यकाल लुटियो। न्याय माग्दा आफ्नै परिवारले साथ दिएन। दुर्घटनापछि डढेको अनुहार देखेर समाजले कोठा दिएन, सिप र क्षमता हुँदाहुँदै रोजगार दिएन। यति धेरै वज्रपात सहेर पनि उनी भन्छिन्, म हार्दिन। आज ज्योतिलाई हाम्रो दया होइन, साथ चाहिएको छ। यति ठूलो पीडा सहेर पनि हार नमान्ने ज्योतिको यो साहसलाई तपाईँ 10 मा कति नम्बर दिनुहुन्छ? कमेन्टमा लेख्नुहोला।